हेलो नमस्ते सबैजनालाई है आज फेरि म चाहिँ लङ्कितोकमा छु हो। अन्त भोलि चाहिँ मेरो भदैनीको बर्थडे बर्थडे पऱ्यो बर्थडे पो भनिपठाएछु बिहा हो। अन्त हामी चाहिँ यहाँ काम सघाउनु आएको यता चाहिँ छ हाम्रो दिदी के भयो के लिएर आएको हाम्रो साथीको त्यो बहिनीले छोरी रहेछ कि यता मासु गर्दैछ के गरेको टमाटर काट्नु हुँदैछ यहाँ हात त हल्लाइदिनु बनाउने चाहिँ बसी बसी यहाँ ऊ हेर्दैछ अरूको काम गरेको आलु पाक्दैछ यहाँ भाजीले मासु उपर जान्छ मार्छ होला ए सबिना यो के को मासु सुँगुरको मासु ए अमी यो चिकनको मासु चिकनको मासु अरे यो चिकन होइन हाम्रो ज्वाइँले के गर्नु हुँदैछ ज्वाइँ के गर्नु हुँदैछ भाग्यवानी हुनु ठिकै छ अची यता हेर्दा जस्तो कस्तो छ अन्त बिहा त भेटेछ अहिले है हाम्रो कालिम्पोङबाट बडीहरू आउनु भएको छ हो। अब यहाँ डेकोरेसन गर्दैछ गीत बज्दैछ नि त त्यही भएर आज डेकोरेसन हुन्छ भोलि देखाउँछु तपाईँहरूलाई हो। के भयो हेलो गाइस वेलकम टु सुबर्णा ए सब्स्क्राइब गरिदिनु भन्नु सब्स्क्राइब गरिदिनु लाइक गरिदिनु हाम्रो यता अनिसले यहाँ के गर्दैछ साक्षी लेखेको 5-10 पल्ट भइसक्यो। यता थिलेन छ उयो कुमसाङ छ सेरप पनि आएको छ शुभम छ यहाँ हेर साक्षी खै अरू खै आम्मा ए कतिपल्ट लेखिसक्यो यहाँ देखेको थिएँ मैले पासाङको चाहिँ एउटा बिचराले दुःख गर्दैछ लु डेकोरेसनहरू पनि गर्यो लु साक्षी किन साक्षीको चाहिँ यस्तो भएको साक्षीको चाहिँ किन यस्तो भएको यो त राम्रो भएछ कसले सफा गर्दैछ ए लु बजा ल गीत बजा ल गयो ल भोलि भेटौँ ल ल डेकोरेसन यस्तो भएको छ हो। अब यहाँ साङसिङ गर्नुपर्ने छ अमा अब हामी चाहिँ अब बिहाको लागि निस्केको माथि आज अहिले हामी घरमै छु सबैजना गइसक्यो अब हामी मात्रै छु म सुदेशना चाङ दादाहरू मात्रै छ अरू सबै गइसक्यो। अब तपाईँहरूलाई माथि गएर बिहाको यसो मनोरञ्जनहरू देखाउँछु हेर्नुहोस् न फेरि हो अन्त अब माथि गएर भेट्छु हो देखाउँछु नि ल तपाईँहरूलाई हेरिदिनुहोस् होला मेरो भिडियो।
म चाहिँ यहाँ माथि आइपुगेँ हलमा हो, बेहुला बेहुली हेर्दैछु। ट्रेन पनि आयो। बेहुला बेहुलीको गाडी हेरिरहेको छु, आइपुगेको छैन। हामी चाहिँ भर्खर हल आइपुगे। यता उताबाट आउँदाखेरि दायाँ गऱ्यो, यताबाट आउँदा लेफ्ट गऱ्यो। त्यसको ठिक त्यहाँनिर यता हो हल चाहिँ हो। हाम्रो यस्तो माथि चाहिँ हल छ, यताबाट चाहिँ आउनुहुन्छ। के छ, म चाहिँ यहाँ झर्दैछु। गाडी पार्किङ त उबाट थियो, भनेन के हो। आयो आयो, गाडी पार्किङ भनेको छैन के हो। त्यही त अन्त उतै पो लग्यो त। लु अब बेहुला बेहुली आयो, यहाँ अलिअलि सगुन खुवाउनु पर्ने हुन्छ। अब हेर्नुहोस् होला मेरो भदैनीको यता छ। अब यहाँ छ सगुन। आउँदै आयो आयो, पार्किङ हुँदैछ पार्किङ। गाडी उयो छ त एउटा। यो ट्रेन त के बित्न आउँदो रहेछ है, फेरि जेट लाग्यो साथीहरू। खै आयो, खै सरी खै कहाँ आयो, खै हावामा आयो भन्छौ। त्यो त ला कस्तो जाम भयो। तपाईँ हुँदैन जोजोले गर्दैन, हाम्रो जोजोले चाहिँ गर्दैन अरे। ल हेर्नु न, गाडी यस्तो जाम भएर। बेहुला बेहुलीलाई त झारिहाल्नु नि त है, गाडी त भइहाल्छ त। अन्त एउटा गाडी ए आएछ त, कस्तो रिस उठ्यो है। आउनुभयो ए, आउनु भएछ त। लु आउनुभएछ, ताङबा जोजो पनि आउनुभएछ। यता बेहुलीको आप्पा, यता आपेनहरू, यता खुसी छ। मैले भिडियो गर्दैछु एकछिनै। ल ल ल ल लु बस्नु जोजो। खै बेहुला बेहुली त आएको छैन त, फर्किँदा भइसक्यो है जोजो आज। ए के हो जोजोहरू आज, खै लु जन्तीहरू आइसक्नु भयो। टल्क्यो भात चिया त खाएको छुइनँ। नमस्ते। लु के अरे आइपुग्यो चिया आङ्ग्यो। यता आएको साँच्चीको आएको होइन आगोहरू। लु सक्यो दन्ती सकेको जोजो, दन्ती हजुर हजुर। कुसेला बसिरहनु भएको छ, त्यही त अलि ठुलो भन्नु न।
जो भाइ कक्टिन भयो जाडो भयो जाडो खै अन्त सकेको अरू चाहिँ दाजुबहिनीहरू यहाँ बात मार्दैछ हुन्छ सिरात यो सगुन बाँधेँ मैले त्यो कता गयो फेरि ए नदेख्दै उयो बोलाउँदैछ दिन खोज्दैछ तयारी त भएको छैन लो मामपाटीहरू उपर बस्नु न बस्नु कोही लाउँ भेमे कहाँ गएछ
लामे कोई Hello, Super Nanny's dog. आमा पाएर बसु बसु दुई दाम आमा र बाउलाई जन्म दिने आमा है जन्म दिने बाउ दुई दाम आमा र बाउलाई अनि दुई दाम चाहिँ माइती कता हुनुहुन्छ आमा भाइ रिन्चेन माथि छ अहिले चाहिन्छ बोलेर राम्रो है बोलाउनु अब दुई दाम केटा भयो दुई दाम चाहिँ माइतीलाई चाहिँ किन दुई दाम भने चाहिँ यो दुई दाम चाहिँ माइतीलाई किन भने चाहिँ माइती भनेको चाहिँ तिनीहरूले सबैले बोलेको आशाको घर हो तपाईँलाई हुनु त त्यस्तो कहिले पनि हुँदैन हुनु पनि सक्छ नहुनु पनि सक्छ है तपाईँलाई घरमा हेला भयो के भयो कसो भयो कहाँ जानुपर्ने के गर्नुपर्ने तपाईँको एउटै आशा चाहिँ माइतीको हो त्यस कारणले गर्दाखेरि भोलिपर्सि अब हामी यो संसारमा जन्मिएपछि हामी एक दिन मर्नैपर्छ है हाम्रो तामाङको दस्तुर अनुसार चाहिँ त्यो दुई दाममा चाहिँ एकदम माइती खास माइतीलाई एकदम चाहिँ बनौटी माइती भन्नुको मतलब सहायक माइती यदि त्यो नानी कुनै पछि भविष्यमा अब बुढाबुढी भएपछि त मर्नैपर्छ गरेको टाइममा या लास उठाउने टाइममा चाहिँ माइती अर्को माइती छैन भने त्यो सहायक माइती आउँछ र त्यति बेला चाहिँ त्यो माइतीले चाहिँ लास उठाउनुपर्छ भनेर चाहिँ हामीले चाहिँ त्यो पैसाले चाहिँ अहिले नै हामीले माइतीलाई पक्रिएको हुन्छ यो तपाईँहरूलाई अब हुनु त म जति जानेको छु त्यति भनिदिन्छु र त्यो चाहिँ तपाईँको अहिले नै यो एकदम चाहिँ तपाईँको यो छोरी नानीले चाहिँ हाम्रो माइतीलाई बोल्छ भने मलाई गएर औषधि रह्यो त यो भन्नुपर्ने त खास उसले लम्बीले गर्नुपर्ने काम है काम गर्दैछ माथि है भाइ अच्छा हेर नानी यो समूह तपाईँ यहाँ भनिस अब हेर यो चाहिँ के भने एउटा मायाको चिन्नु हो न यो चाहिँ तिमीलाई मैले अघि भनिहालेँ तिमीहरू सहारा नै एउटा माइती छ हो होइन तपाईँलाई त्यस्तो त हुँदैन तिमीहरू अब पढालेखा छौ बुझेको छौ अहिलेको जमानामा होइन कुनै त्यस्तो नहोस् है तर पनि केही तिमीलाई साह्रो पऱ्यो घरमा केही भयो है दुःखपिरम हो यहाँ माइतीले तपाईँले देख्छ त्यसको बादमा अब हामी एक दिन त बुढाबुढी हुन्छौँ एक दिन त मर्छु यो धरतीबाट म माथि रहँदैन होइन त्यसले गर्दाखेरि त्यति बेला हाम्रो तामाङ जस्तो अनुसार चाहिँ माइती आइपुगेपछि मैले तिम्रो लाग्छ त्यसको लागि चाहिँ तिमीले अहिले नै यो एक पैसा माइतीलाई पक्राएर चाहिँ मेरो म कहीँ भयो भने चाहिँ तिमीले आएर मैले है जुजो
माइकलाई पकाइदिनु हातमा ल्याइन्छ दुईजनै बस दुईजनै ल्याइन्छ लुडो ए नडु पनि चालु मैले के भन्ने सुन्दै दिनुहोस् है ल यो बहिनी नाना हो कि नाना हो नानालाई घरमा के भयो दुःख भयो केही भयो क्या तिम्रोमा तिमी नै हो सहारा मान्छे बहिनीको यो नानाको हो अनि तिमी संसारबाट छोडेर जाँदाखेरि होइन त्यति बेला पनि तिमीले आफ्नो के अरे मान्छे आइयो भनेर चाहिँ तिमीलाई यो एकदम दिइरहेको छ है ल बुझ्नुभयो नि अरू त्यो कुराकानी त्यो इम्पोर्टेन्ट हो राख्नुहोस् गोजीमा लगेर भएपछि भरे लगेर बक्समा थपडी मार्नु देउलीको कुन हो त्यो देउलीको फेरि यता देउली देउलाको यहाँ ल अब यसरी समाउनु यसरी समाउनुहोस् ल यस्तो गर्दाखेरि यसरी के नलडोस् है ल छुट्टी गर्नुपर्छ है थालसँगै हुन्छ हुन्छ लडाउँछ होला बोतलमा त उठा हुन्छ थपडी चिन्नुभयो र यति भन्दै आजको तारदाम बागदादा यहीँसम्म त भयो Dua ini no para. Ya está de la Sakit. Kita berjalan insyaallah. तातो पानी खाने चारदाम पनि सक्यो हो अब चारदाम सकेर अब यी मान्छेहरू हेर्नुपर्छ अब यता खाजा खाँदैछ बहिनीहरू भाइतीहरू खै पानी दियो यता सबिना सुशान्तीहरू खाजा खाँदैछ विकास हो दादाको उयोहरू पनि आएको हो क्या लु बडीले खायो
कोजोले खायो अघि नै दिएको बिर्को होला त मैले दिएको सबै खायो तपाईँहरूले अब यो चार्जर माग्नु सबले खाइसक्यो एउटा खायो रोटी त म त तल डान्स हुँदैछ राजेश जोजो र ठुलो भाइ जोजो रुचिता परे रुचिता परे जाऊ न भिडियो गरेको होइन जाउँ न त्यहाँ भने खाली छ अब बिदावरी बफुहरू लगाउँछ अरे अब लिजु म हजुर सासू अहिले मसँग सासू नानीको सासू शुभेच्छाको सासू हो सासू नाचिसक्यो जाउँ न नानी पर उयो गर्नु कि म ठुलो खोल्ने भयो I20 कि छिटो आइपुग्छ किताब पायो? पायो? ओके
अब बिदावारी हुन त्यो हो नानालाई इन्टेनले बोक्छ होला नटुटोले शुभेच्छालाई बोक्छ सक्दैन नि त सक्छ मेमेहरू हुन्छ यता रिन्चे नो यिनीहरू साथीहरू होइन हौ रिन्चे यो साइड ला त्यो किनहरू फेरि उल्टा भएको जेठादेखिको नाति यिनीहरूले उयो गर्छ नि त बिचरा अघि माम पनि उयो नि आमा होइन